एक समयको कुरा हो। एउटा गाउँमा एक किसान बस्थ्यो। उसको घरमा दुई पाल्तु जनावर थिए, एउटा घोडा र एउटा खसी। किसान दुवैलाई निकै माया गर्थ्यो। उसले तिनको राम्ररी हेरचाह गर्दथ्यो, चारा, पानी र मनले सेवा। घोडा बिरामी पर्छ। एक दिन बिहान किसानले देख्यो कि उसको घोडा भुइँमा पल्टिएको छ। न खाँदै थियो न उठ्दै थियो। किसान निकै चिन्तित भयो। उसले तुरुन्तै गाउँको वैद्य डाक्टरलाई बोलायो। डाक्टरले घोडाको जाँच गरेपछि गम्भीर स्वरमा भन्यो, घोडालाई कारणा लागेको छ। यसलाई 3 दिनसम्म इन्जेक्सन दिनुपर्छ। यदि ठिक भएन भने चौथो दिन मारेर गाड्नुपर्छ, नत्र अरू जनावरमा पनि सर्छ। किसानको मुख मलिन भयो। यो कुरा छेउमै उभिएको खसीले पनि सुनेको थियो। खसीको चिन्ता र सल्लाह त्यो रात खसी घोडाको छेउमा भयो। घोडा सुस्त भएको देखेर खसी डरायो र भन्यो, घोडा दाइ उठ न, डाक्टरले भन्या छ 3 दिनमा ठिक नभए मारेर गाड्ने रे। केही गर, भाग्न, होइन भने तिमी गए। दोस्रो दिन डाक्टर फेरि आयो। दोस्रो इन्जेक्सन दियो। फेरि उस्तै चेतावनी, अझ 2 दिन बाँकी। खसी फेरि घोडासँग गयो र भन्यो, दाइ समय बित्दैछ, उठ न है। यत्रो बचाउन मैले त प्रयास गरिरहेछु। तेस्रो दिन तेस्रो इन्जेक्सन पनि दिइयो। डाक्टरले कडा स्वरमा भन्यो, अब अन्तिम दिन, भोलिसम्म ठिक भएन भने अन्त्य। खसी अब डरले थरथर काप्यो। घोडाको छेउमा गएर गिडगिडाउँदै भन्यो, घोडा दाइ उठ न, होइन भने भोलि तिमीलाई गाडी दिनेछन्। म त यति भन्दैछु, तिमीलाई बचाउन चौथो दिन चमत्कार। भोलिपल्ट बिहानै घोडा बिस्तारै उठ्यो अनि दौडिन थाल्यो। किसानको खुसीको सीमा रहेन। उसले खुसीमा एउटा ठूलो बोझ राख्ने निर्णय गर्यो। भोज र अन्त सबैलाई बोलाइयो। अनि किसानले सोचे, यो खुसीको अवसरमा केही विशेष गर्नुपर्छ। अनि उसले खसीलाई नै काटेर भोजमा परोस्यो। सिप शिक्षा। यो कथाले के सिकाउँछ? अरूलाई दिइएको सल्लाह कहिलेकाहीँ आफैलाई भारी पर्न सक्छ। सोच विचार गरेर मात्र सल्लाह दिनु उपयुक्त हुन्छ।